Hello everyone, welcome back to my new video. As a whole 45 days weight loss challenge. Good day 21. Keep watching. कहिले काहीँ भोइस ओभर गर्नु खोज्यो केही बोल्न आउँदैन अनि के बोल्नु अनि बोल्दै हटाउँदै अनि कहिले काहीँ त यस्तो जाउ लाग्छ भोइस ओभर गर्न होइन अनि त्यही नै गर्नु पर्यो भनेर गर्न लागेको होइन। आज चाहिँ डे 21 पहिला नै मैले आज चाहिँ पहिला नै बोलिसकेको थिएँ अनि म चाहिँ वक गएको थिएँ अनि आज चाहिँ मलाई यति अल्छी लाग्यो बिहान चाहिँ म खै एनर्जीमै थिएँ अनि मैले चाहिँ स्किपिङ पनि गरेँ बिहान योगा पनि गरेँ सबै गरेँ। आज चाहिँ मेरो बोडीमा त्यो एनर्जी नै छैन कि अहिले साँझसम्म पुग्दाखेरि चाहिँ अनि त्यसपछि अनि आज चाहिँ कस्तो क्रेभिङ कोलाई हुन्छ क्रेभिङ प्लिज कमेन्ट डाउन कोलाई हुन्छ तर मलाई यो पिरियड क्रेभिङ चाहिँ अति नै हुन्छ आई कान्ट कन्ट्रोल होइन। अनि यति हेल्दी आज मेरो यस्तो हेल्दी भइरहेको थियो मैले यो तरकारी पनि एकदम कम ओइलमा बनाएको तरकारी हो कि अनि यस्तो मजाले मेरो डाइट गइरहेको थियो अनि मैले दिउँसो खाजा पनि यस्तो हेल्दी खाएको थिएँ बनाना र गाजर तर मैले के गरेँ बिगारेँ डाइट। मलाई यति धेरै लास्ट 10 डेजदेखि चाहिँ यति धेरै क्रेभिङ भएको थियो भने आज चाहिँ मैले करेन्ट खाइदिएँ यति धेरै रिग्रेट भयो सो सरी। म भोलिदेखि म कन्ट्रोल गर्ने कोसिस गर्छु मलाई क्रेभिङ कन्ट्रोल नै हुँदैन गिभ मी सम टिप्स अनि मैले साँझ पेट पोल्छ भनेर खाना पनि खाइदिएँ थोरै। यही थियो मेरो डे 21। थ्याङ्क यू फर वाचिङ।